हेलो एभ्रिवान। ल हेर्नु मेरो बुढाले कुखुराको मासु लिएर आउनु भनेको सिङ्गै कुखुरा यस्तो नकाटिकन ल्याउनु भएछ। कस्तो छ नि, काटेर चाहिँ ल्याउनुपर्छ। आन्द्रा भुँडी पनि ननिकालिकन लिएर आएछ है। त्यहाँ कार्टुन चाहिँ के हेरेर बसिरहनु भएको थियो। सिङ्गै कुखुरा झन् आएर पकाइहाल्नु पर्यो भनेको त अब कति घन्टा लाग्छ। कुखुरा किन्न गएको मान्छे उताबाट पोलेर ल्याउनु पर्ने, नपोलिकन ल्याएपछि हो अब यहाँ दुःख पाइयो। यहाँ यसरी पोल्दै हुनुहुन्छ, कस्तो डर लाग्ने आगो। डर लाग्छ मलाई त। मासु पसलमा नि यस्तरी पोल्छ है, जुगाड गरेर यहाँ ग्यास जोडेर आइडिया चाहिँ जानेको छ। भयो होला, हात पोल्ला भयो। त्यो के हो निलो 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 छ, ए साबुन लागेछ। कुखुराको साबुन लागेछ हो र। भयो आज चाहिँ गाइस मौसम पनि यस्तो राम्रो भइरहेछ वेदर। लोकल कुखुराको मासु खाने दिन हो आज। मासु काटकुट पनि पारिसक्नुभयो मेरो बुढाले है। चिकन काट्दै हुनुहुन्छ। अब हामी पाकिसकेपछि देखाउने छ है, भिडियो कन्टिन्यू गर्नेछु। कुखुराको मासु पकाउन रेडी कुकरमा, किनभने यो लोकल कुखुराको मासु साह्रो हुन्छ नि त, त्यही भएर हामी कुकरमा बनाउँदैछौँ। पिठी लगाएर मजाले खाने हो। सानो यता हेर्नुहोस्, मेरो पुन्टे क्यु पुन्टे पुन्टे। बाउ छोरी बाहिर बनाइदिनु न, बाहिर आएर। गाइज म चाहिँ खाना खान पनि रेडी भइसकेँ। यो चाहिँ कुखुराको सुपसँग खाना खाँदैछु गाइज। टक्क लाएर यसरी खाना खानुपर्छ। हेलो साथीहरु, हेर्नु एक्लै खाएर बसिरहनु भएको रहेछ। एकल काटे, एक्लै कसैलाई बोलाउनु छैन।
रेस्टुरेन्ट खाएर उयो ग्रुप कसको ग्रुप हो? गाइस हामी आमा छोरीलाई पनि इन्भाइट नगरिकन होला यसरी खाइरहनु भएको छ